ल टिम चाहिँ मसला उद्योगसम्म आइपुगेको छ। आज मिति 2082 साल 9 महिना 17 गतिका दिन हाम्रो निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्रबहादुर विष्ट सरसँगै म लेखापाल ईश्वर खड्का पनि यो वस्तुगत अध्ययनको लागि चाहिँ उद्योग सञ्चालन छ कि छैन भनेर चाहिँ यो मसला उद्योगसम्म आएको छौँ। यो के रहेछ? यो चाहिँ यो सुगाएको होला होइन? ए अदुवा भन्दा बेसार काटेर सुगाएको होइन? बेसार काटेर सुगाएको होइन? अलिक ठुलो स्वरमा बोलिदिनुहोस् त सर। के भयो भने यो मेसिनले काटेको सर, मेसिनले। ए ल सुकाइराखेको छ यो चाहिँ। बेसार होइन? जेन्डर पनि रहेछ होइन? ल
हाकिम साहब देऊ गर्नुहोस् मेरो परिचय दिउँ। परिचय दिनुहोस् त। सुरु गर्नु। नमस्कार, म चाहिँ आदिपुर नगरपालिका कार्यपालिकाको कार्यालयबाट चाहिँ निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर विष्ट। हामी चाहिँ यो आदिपुर नगरपालिकामा रहेको मसला उद्योग रेम सर नजिकै आएको हो होइन। के छ अब यहाँको पनि परिचय दिनु। नमस्कार, मेरो नाम प्रेमबहादुर खत्री। म पेसाले व्यवसायी र मैले अहिले यो बेसार उद्योगलाई विगत 6 महिनादेखि भाडामा लिएर चलाइरहेको छु ठेक्कामा। यो आदिपुरको यो मसला उद्योगको सञ्चालनको सम्बन्धमा अहिले के भइरहेको छ त्यसको बताइदिनु। मसला उद्योगको सञ्चालनको विषयमा भन्नुपर्दाखेरि अहिले हामीले विगत 6 महिनादेखि अब केही समय मेन्टेनेन्समा लाग्यौँ। त्यसपछि अब यो विशेष गरी हाम्रो बेसारको उत्पादन गर्ने भएको हुनाले मुख्य बेसारहरू अब खन्न त्यसपछि सङ्कलनमा लागिरहेछौँ। अब भर्खरै सङ्कलन गरेर हामी प्रोडक्सनमा लागिरहेछौँ होइन। भर्खर प्रोडक्सन सुरु भएको के छ अनि यो बेसार यो बनाएर अब कसरी तपाईँले चाहिँ बजारमा कसरी निर्यात गर्नु। यो हाम्रो चाहिँ दुई प्रकारले निर्यात गर्ने सोचिरहेछौँ होइन। एक प्रकारको हाम्रो के छ भन्दाखेरि यसलाई चाना बनाएर काटेर सफाइ गरेर प्रोसेसिङ गरेर सुडो बनाएर धुलो होइन सुडो बेच्ने। अनि त्यसपछि अर्को छ के भन्दाखेरि हामीले अब बिस्तारै अब एकैचोटि सबै कामलाई गर्दाखेरि गाह्रो हुने भयो हुनाले बिस्तारै हामी फेरि यसलाई धुलो बनाएर प्याकेजिङमा पनि जान्छौँ। अनि अब यो जस्तो यहाँ चाहिँ यो जेनेरेटर रहेछ होइन, बत्ती नभएको बेलामा यो सञ्चालन गराउनु। हजुर, यो जेनेरेटर बत्ती नभएको बेलामा हामीले चलाउनलाई हो। विशेष गरी अहिले त हामी बत्ती भए पनि यही चलाइरहेको छौँ किनकि यहाँ लाइनको उपलब्ध छैन। 3 फेज लाइन विद्युत प्राधिकरणले तानिदिने भन्ने कुरो छ, तानिदिन नसकेका हुनाले हाम्रो विद्युत कम्युनिकेसनहरूको हुनाले अहिले जेनेरेटरबाटै छ र 1-1.5 महिनामै हामी विद्युतबाट पनि सञ्चालन गर्छौँ। अनि तपाईँहरूले चाहिँ कच्चा पदार्थहरू कसरी ल्याउनु भएको छ? हामीसँग अहिले कच्चा पदार्थ यहाँ हाम्रो गोदाममा चाहिने 20 कुइन्टल 22 कुइन्टलको आसपासमा छ। त्यसपछि बाँकी हामी अब सल्यान त्यसपछि रुकुमका विभिन्न भाग र नगरपालिकाबाट आयात गरेर हामी काम गरिरहेछौँ। अनि यो मेसिनहरूको सञ्चालनको अवस्था के छ? यो मेसिनहरूको सञ्चालनको अवस्था यो 2टा मेसिन प्याकेजिङको लागि हो। अघि नै मैले भनिसकेँ प्याकेजिङ होइन, प्याकेजिङको हो यो 2टा मेसिन। हामीले अघि नै भनिसक्यौँ कि हामी अहिले प्याकेजिङमा तुरुन्तै जाँदैनौँ, केही समयपछि जान्छ। त्यसको लागि यो सञ्चालनको अवस्थामा त छ तर हामीले सञ्चालन गरेका छैनौँ अहिलेसम्म। हामीले सञ्चालन यो चाहिँ बेसारको धुलो बनाउने पाउडर बनाउने मेसिन हो। यसले पाउडर बनाउने काम गर्छ र यी बनाइराखेको हुन्छ चालु अवस्थासम्म छ। यो हामी चाहिँ बाहिर बेच्नलाई थोरै मात्रामा आगोको राख्दै दिनलाई हाम्रो कसैले बाहिर ल्याएर त्यसको लागि यो मेसिन चाहिँ ओभन हो, ओभन मेसिन हो। यसले चाहिँ सुकाउने काम गर्छ। बेसारलाई सुडो बनाउने काम गर्छ र यो खर्चिलो धेरै भएकोले हामीले चलाएका छैनौँ तर चालु गर्ने मेसिन यो ओभन हो। यसमा बेसार सुकाइन्छ। अब यसमा खर्चिलो छ, यो खर्च हुने भावनाले बाहिर घाम छ, घामले नै सुक्छ, त्यो भएर घाम यो स्लाइस गर्ने काम गर्छ। स्लाइस बनाउँछ अनि बाहिर लगेर हामी सुकाउँछौँ। स्लाइस बनाउँछ। यो चाहिँ अब किसानहरूबाट ल्याएर आउँदाखेरि चिजहरूको माटो धुलो हुन्छ, त्यसलाई सफाइ गर्नलाई यो सफाइ गर्ने वास मेसिन हो। के छ अब निकट भविष्यमा तपाईँहरूले चाहिँ कसरी चाहिँ यसलाई अलिकति व्यवस्थित तरिकाले सञ्चालन गर्ने होइन योजनामा के छ? निकट भविष्यमा कसरी सञ्चालन गर्ने योजनामा हुन्छ? हामी निकट भविष्यमा चाहिँ यसलाई विशेष रूपमा कच्चा पदार्थ र मेटेरियल प्रोभाइडरको रूपमा हामी यसलाई लिन्छौँ। जस्तो कि हामीहरूको लागि कच्चा पदार्थ किसानले दिन्छ अनि हामीभन्दा ठुला अन्य प्याकेजिङ फ्याक्ट्रीहरू ठुल्ठुला फ्याक्ट्रीहरूलाई सुडो या त धुलो बनाएर दिने हामी एउटा र मेटेरियल सप्लायरको रूपमा स्थापित हुने विचार। रोजगारी के छ? रोजगारी हुन्छ। रोजगारी त तपाईँको यहाँ विशेष रूपमा चलाइराखेको भने चल्यो भने राम्रोसँग चलाउँदाखेरि आसपासका हजारौँ किसानले पाउँछन्, रोजगार पाउँछन्, बेसार उत्पादन गर्न सक्नुहुन्छ। उहाँहरूले ल्याएर गरेर हामी खरिद गरिदिन्छौँ, यहाँनिर हामी प्रशोधन गर्छौँ। धेरै छ र प्रत्यक्ष रूपमा चाहिँ हाम्रो यहाँ लगभग हाम्रो 5-6जना कर्मचारीको यहाँ रोजगारी छ। प्रत्यक्ष अप्रत्यक्ष रूपमा हरेक किसान जसले उत्पादन गर्नुहुन्छ बेसार।
समस्या चाहिँ के छ भन्दाखेरि विगतका दिनमा यो सञ्चालन भएर बिचमा बन्द भएको कारणले गर्दाखेरि किसानहरूले बेफाको खेती गर्न बन्द गरेको अवस्था छ। त्यो भएर अहिलेलाई बाहिरबाट ल्याउँदैछौँ र बाहिरबाट ल्याएर सञ्चालन भएर अर्को वर्ष अवश्य नै धेरै नै उत्पादन हुन्छ यहाँ पहिलो